रेसफोर्ड टु बार्सिलोना इज कुकिङ। निको विलियम्सको साइनिङ 90% पक्का भइसक्दा पनि किन अझै बार्सिलोना रेसफोर्डसँग लिङ्क भइरहेको छ त? रेसफोर्ड डेस्परेटली वान्ट्स टु जोइन बार्सिलोना दिस ट्रान्सफर विन्डो एन्ड बार्सिलोनाले पनि रेसफोर्डले आफ्नो स्क्वाडमा ल्याउन खोजिरहेको छ डिस्पाइट ह्याभिङ निको विलियम्स इन द स्क्वाड। रेसफोर्ड किन आउन चाहन्छ त बार्सिलोना? किनभने इट्स सिम्पल, हान्सी फ्लिकले एउटा दामी टिम बनाउँदैछ एन्ड म्यान्चेस्टर युनाइटेडले रेसफोर्डले आफ्नो स्क्वाडमा चाहदैन, सो इट विल बी विन विन सिचुएसन फर बोथ द पार्टी। अनि बार्सिलोनाले किन चाहिएको छ त रेसफोर्ड? किनभने ही क्यान प्ले एनीवेयर इन फ्रन्ट, लेफ्ट विङ, राइट विङ एन्ड एज अ स्ट्राइकर। मेनली निको विलियमको साइनिङ पछि बार्सिलोनाले एउटा स्ट्राइकर चाहिएको छ, त्यो रेसफोर्डले पूरा गर्न सक्छ। यदि बार्सिलोना यो दुईटा प्लेयरले साइनिङ गर्यो भने चाहिँ बार्सिलोनाको फ्रन्ट थ्री लास्टै डेडली हुनेछ। बट आई विल नट हाइप दिस एज अ इलिगल अर ग्यालेक्टिको टाइप अफ साइनिङ, बट यो साइनिङ हुने चान्स चाहिँ 60 to 70% रहेको छ, किनभने बार्सिलोना फाइनेन्सियली कस्तो हुन्छ निकोको साइनिङ पछि त्यो हेर्नुपर्ने हुन्छ। अर्को कुरा, रेसफोर्डले लोनमा पनि ल्याउन सक्छ, लेट्स सी के हुन्छ है त। अनि लास्टमा हजुरहरूले के लाग्छ, रेसफोर्ड बार्सिलोना आउनुपर्छ कि नै त? लेट मी नो इन द कमेन्ट्स है।